सो गाइज आज चाहिँ हामी ठाउँमा माछा मारेर पौडी खेलेर आज हामी दिनभरि यतै बिताउनेवाला छौँ। सो हेलो गाइज, वेलकम ब्याक टु माई ब्लग। सबैजना स्वागत छ आज मेरो ब्लगमा। आज चाहिँ हामी यहाँ माछा मार्न आएको थियौँ जङ्गलतिर होइन। यहाँ यस्तो ठाउँमा छन् माछा चाहिँ सानो सानो। हामी चाहिँ यतातिर आज चाहिँ हामी यो जङ्गलमा माछा मार्नेवाला छौँ। हेरौँ कति माछा मार्छौँ आज हामीहरू होइन। पानी चाहिँ सुकाएर छ अलिअलि खोलामा। त्यही हामी यतातिर आज माछा मार्नेवाला छौँ। ओए माछा यहाँ छन् बे? ओए पानी सुकाउनु पनि माछा यहाँ छन् बे? ल यहाँ चाहिँ हेर्नु पुरो हेर्नु सक्नुहुन्छ यस्तो माछा छ नि यहाँ। आमामा यतितिर माछा नि यहाँ। आज चाहिँ हामी यही ठाउँमा माछा मारेर हेरौँ यही ठाउँमा यति बस्नेछौँ। आज कति माछा मार्न सक्छौँ होइन। यति माछा मारेर ओए माछा हेर न यहाँ पुरै के माछा मात्रै छ। पुरै यहाँ पुरै माछा मात्र छ यहाँ यति धेरै। यही हेर्नु सक्नुहुन्छ यहाँ यस्तो माछा छ यहाँ। सो गाइज भिडियो अन्तिमसम्म हेर्नु होला, एकदमै मजा आउनेवाला छ। आज चाहिँ हामी यहाँ माछा मार्नेवाला छौँ। यति धेरै माछा छ यो ठाउँमा। धेरै पछि आज हामी यता माछा मार्नलाई होइन। उनीजना चाहिँ उता पछाडि माछा मारेर आएको छन्। म चाहिँ यता अगाडितिर आएको छु यता हेर्न अलिअलि ठाउँतिर कस्तो कस्तो ठाउँमा छन् भनेर चाहिँ। माछा त छन् तर माछा पनि छन् तर पानी पनि छ कि यहाँ बढी। यहाँ चाहिँ पुरै माछा पनि छ यहाँ। पुरै जङ्गल छ कि यो एरिया, पुरै जङ्गलभरिमा। आज चाहिँ हामी यति माछा मार्नेवाला छौँ। हेरौँ कति माछा मार्छौँ तपाईँहरूलाई देखाउनेछौँ। हामीले माछा मारिसक्यो यहाँको माछा माछा यति बस्छ नि यहाँ। के हो यो? गङ्गटा छोड्छ त्यतिर जान्छ यसलाई छोड्छ। कसरी छोप्छ र मारे नि म मेरो थारू साथी। यो बोतल चाहिँ आज फिक्स भनिन्छ। यो बोतल आज फिक्समा चाहिँ हामीले यति माछा मारिसकेका छौँ। यति छ भर्खरै होइन। यो बोतल भरेर आज ल यहाँ ओए बिस्काले एउटा अहिले माछा हेर्न भागिरा। अहिले चाहिँ हामी यता माथितिर आइसकेका छौँ। अब चाहिँ हामी नुहाउन लगाएको छौँ नुहाउन खोलामा। यिनीहरू यतातिर नुहाउन लागेको छन्। पानी पनि त्यति साह्रो छैन, देख्न सक्नुहुन्छ पुरै जङ्गल छ। पानी पनि यति साह्रो छैन, पानी सब सुकिसकेको छ। अब चाहिँ हामी यहाँ नुहाउँछौँ है त। के भयो गाइज, अब चाहिँ हामी जान्छौँ तल पौडी खेल्न। यति बसेर नुहाउने गर्छौँ अब हामी चाहिँ। सो गाइज अहिले चाहिँ हामी पौडी खेलेर यता माथि जान लागेको छौँ। माथि चाहिँ एउटा गुफा जस्तो थकै ठाउँ। हान यता चाहिँ ताल छ क्या माथि पनि अर्को सानो ओए जुम्स। हामी चाहिँ यता जान लागेको छौँ यता माथितिर होइन। यहाँ चाहिँ हल्का गुफा जस्तो छ क्या ठाउँमा। यता माथितिर कतातिर छ। हामी जान्छौँ हेर्छौँ कस्तो ठाउँ रहेछ त्यो ठाउँ। हान कताबाट जाने हो बाटै थाहा छैन त यार। यस्तो पुरै
पुरै ढिक छ उ त माछा उ त यहाँबाट देखिरहेको छैन होला ऊ त्यहाँ हेर्नु सक्नुहुन्छ अँध्यारो छ त्यहाँ जाने ट्राई गर्छौँ त्यहाँ जाने ट्राई गर्छौँ हेर्छौँ कस्तो छ के छ अनि हजुरलाई देखाउँछौँ लेट्स सी गाइस तिन दिन आएको थियौँ धेरै माछा मार्ने भनेको माछा चाहिँ त्यति मार्न पाएनौँ त्यति मारेर चाहिँ अब त्यो माछालाई हामी पोल्छौँ ऊ त्यहाँ तलतिर छ नि काँडाहरू अनि काउडा चाहिँ ऊ पर छ हामी ती बस्ने भनेको यहाँ बस्दै हुँदैन होला जस्तो आज त्यही माछा पोलेर खाएर हामी चाहिँ यहाँबाट जान्छौँ यहाँ छैन कि अब यता माथिभित्र गुफा है छैन क्या त्यो गुफा उताटी साइडमा छ कता साइडमा चल्लो किन होइन बस्छु जाने छैन गप गप स्प्रे हामी कलर नलगाएर हिँड्दैछौँ यस्तो ठाउँमा छ र ठाउँ पुरै खतरा छ क्या ठाउँ पुरै खतरा ठाउँ पुरै खतरा छ कहाँ छ तैँले भनेको योमा छ के भन्ने कहाँ हुन्छ चाहिँ गुना बसिरहेको थियो हाँ कि गुना बसिरहेको थियो साले गाई झ्यादै रहन्छ जाऊँ तल अब जाउँ उता माथि पुगेर हाम्रो त्यहाँ आन यहाँ चाहिँ आँपको रुख पनि रहेछ है हजुरलाई देखाउँछु एकछिनमा यहाँ आँपको रुख पनि रहेछ एकछिन हजुरहरूलाई देखाउँछु म आँपको रुख चाहिँ यो चाहिँ आँपको रुख हानिरहेको यहाँबाट चिनेको रहन्छ चाहिँ आँपको रुख अब चाहिँ हामी यहाँबाट जान्छौँ आइज हो यता त्यो माथि छ र माननीय रुखको जराले यो ठाउँलाई यस्तरी अड्डा खाने गर्ने ऊ त्यहाँ छ यो मान्छे रत्रे यहाँ एउटा रुखको यो रुख भएन भने नि पुरै पहिरो जान्छ यो ठाउँमा हो र पुरै च्याट्टा हेर्न यहाँ आइदैन यहाँबाट त देखिरहेको पुरै त्यत्तिको हो के छ त्यसलाई के गुफा भन्नु त चिरेको त्यो रुखलाई आइजाम तल साइडतिर गएर जाऊँ न उता आइज यस्तोमा हाम फाल्छ आउँछ दिपेन्द्र हाम फालेर आहा चप्पल लगाएनस् किन लगाएनस् चप्पल लाउ उता हिँड्ने उता भनेको पर्तिर गाईजी माछा हामीले मारेको माछा यति छन् आज यति माछा हामी अहिले पोलेर खानेवाला छौँ अलि हेर्नलाई अहिलेसम्म हामी चाहिँ अब लगाएछौँ अब चाहिँ हामी यहाँबाट जान्छौँ उता माथितिर साइडतिर अनि माथि पनि माछा मन ट्राई गर्छौँ हेरौँ उतातिर चाहिँ कस्तो ठाउँ रहेछ अनि ठाउँ चाहिँ हामी माछा मार्छौँ हेरौँ ठाउँ कस्तो हुन्छ उतातिर चाहिँ माछा चाहिँ यहाँ छ नि अहिले चाहिँ हामीले घाममा सुकाएको साइज अहिले हामी चाहिँ अब यहाँ माछा खाने भनेको थियौँ अब हामी चाहिँ लाइटर नभएर खाएन आगो बाल्न नपाएर अब चाहिँ हामी यो लगेर घर जान्छौँ अनि घर लगेर उदेखि खान्छौँ हेर्न सक्नुहुन्छ माछा बढ्छ भन्छ अहिले हामीले यिनीहरू सुकाइदिएको छौँ होइन मजाले सुकिरहेको छ धेरै छ यतातिर अनि यिनीहरूलाई लगेर अब हामी चाहिँ घर गएर खान्छौँ यी हामी माछा सुकाएको छौँ यति धेरै यति भएपछि चाहिँ हामीहरूलाई अलिअलि भए पनि पुग्छ अब हामी चाहिँ यसलाई गएर घर जान्छौँ अनि उतातिर खान्छौँ सो गाइज आजको भ्लग चाहिँ यति नै अब चाहिँ हामी घर जान लागेको छौँ होइन सो 3 पनि भइसक्यो अब चाहिँ हामी घर जान लागेको छौँ सो आजको भ्लग चाहिँ यति नै अब भेटौँला अर्को नेक्स्ट भ्लगमा त्यतिन्जेलको लागि बाई बाई एन्ड सी यू र च्यानलमा नयाँ हुन्छ भने च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला एन्ड बाई बाई